नेपालमा यति बेला हाम्रो पुराना नेताजीहरूले भित्रभित्र एउटा खतरनाक मास्टर प्लान बनाउँदैछ र यो मास्टर प्लानको पछाडि चाहिँ सबैजना चाहिँ एकदम इन्जोय गरिरहेको अवस्था छ। केही समय अगाडि नेकपा एमाले र नेकपा माओवादी जुन कम्युनिस्टहरूको एकता हुनुभन्दा अगाडि पुष्पकमल दाहाल प्रचण्डज्यूले दिनुभएको यो सानो अभिव्यक्ति सुन्नुहोस्। यहाँ पनि सोसियल मिडियाको अफिमबाट नेपाली युवाहरूलाई दुरुस्त पार्न सक्यौँ भने युवाहरूले राष्ट्रको स्वाधीनताको निम्ति फेरि बलिदान गर्ने आँट नेपालीहरूले गर्छन् र हरेक पार्टीले आफ्नो गच्छे अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। लगातै शेरबहादुर देउवा नेपाल फर्कने हल्लै हल्लाको बिचमा फेरि पनि भदौ 23 गते जेन्जीहरूले विद्रोह गर्ने, जेन्जीहरूले आन्दोलन गर्ने भनेर जेन्जी आन्दोलन घोषणा भयो। त्यसपछि शेरबहादुर देउवाको इन्ट्री कसरी भयो यो पनि हेरौँ। नेपाल भित्रिएसँगै शेरबहादुर देउवाले 35 वर्षीय जुन जोसमा जुन गर्जन दिनुभएको थियो यो गर्जन पनि सुनौँ एकचोटि। यो जति पनि प्लानहरू भित्रभित्रै बन्दैछ र यसलाई एक्जिक्युट गर्नको लागि सबैभन्दा ठुलो मौका भनेको भदौ 23 गते जेन्जी आन्दोलन हुने भनेर भनिएको छ। त्यो दिन भन्दा ठुलो मौका चाहिँ उहाँहरूको लागि प्लान एक्जिक्युट गर्न अरू हुँदै हुँदैन। सरकार ढाल्ने, सरकारलाई चाहिँ अहिलेको रासपा सरकारलाई चाहिँ रोडमा भित्तामै पुर्याइदिने गरेर चाहिँ उहाँहरूले आन्दोलन गर्ने भित्रभित्रै प्लान चाहिँ बनाइरहेछ। यो सबै हुनुको पछाडि भनेको सम्बन्धित मन्त्रीहरूले राम्रो काम गर्न नसक्नु र जति पनि रासपाका सांसदहरू छन् होइन, एकपछि अर्को गर्दै जुन विवादित अभिव्यक्तिहरू उहाँहरूको आइरहेछ होइन, यो सबै घटनाहरूलाई चाहिँ मोलजल गर्ने काम चाहिँ उहाँहरूको यो अभिव्यक्तिहरूले गरिरहेको छन्। सबै आलो काँचाहरू नै भए भनेर चाहिँ जुन प्रकारले चाहिँ सरकारको विरोधमा चाहिँ अहिले मान्छेहरू एकपछि अर्को गर्दै सङ्गठित रूपमा अगाडि बढिरहेछ होइन, यस विषयमा सम्बन्धित निकायले ध्यानाकर्षण दिएन भने नेपालमा फेरि पनि अर्को खतरनाक जनविद्रोह हुनेवाला छ र यसको प्लान चाहिँ प्रपर चाहिँ बनिसकेको अवस्था छ।